Wow. हेरो यतिखेरै होला हामी कहाँ छौँ यहाँ कति क्युट किनिदेऊ मलाई कसरी हो ल मैले दिएँ तिमीलाई थ्याङ्क यू कत्रो हुन्छ होला ओ नै 10 वटा ओ हेर न यो खिच्नु नि देखियो है यो रेडमा भन्दा यसमा राम्रो देखेछ यो सफ्ट वाला राम्रो हो के यो हेर न यो जुन cute guys oh my god these two तर हाम्रो आले क्युट अनि अब बुकेहरु बनाउन बर्थडे गिफ्ट मलाई बर्थडे गिफ्ट ओए ओए टेप डिस्पेन्सर हैन ए यसमा आइटमहरु ठुलो सानो सबै खालको हुन्छ एकदम राउन्ड चाहिँ डेलीको हो गाइस यहाँ आउनु यो अङ्कलकोमा सब राम्रो मेरो भ्लग त खवा भयो हामी खाजा लिन जान लाग्यो हाई भनिदेऊ हाई टु अनाज भ्लग कोलाई चिन्नुहुन्छ भन्नु होला मलाई त अभियसली चिन्नुहुन्छ मलाई धेरैले चिन्नुहुन्छ ल हामी के खाजा लिन आएको है गाइस हामी खाजा लिन आएको यो गाइस हामी जाँदैछौँ गाइस हामी हिँड्दा हिँड्दा घाममा त्यस्तो छ घाममा मान्छे यहाँ मसँग छ अरू यिनीहरू भागे छ हामी हाइकमा हिँड्ने हाम्रो हाइकिङ कस्तो हुँदैछ गाइस ल पुग्छ जसो तसो गन्तव्यविहीन यात्रीहरू है गाइस हामी हामीलाई साँच्चीकै थाहा छैन के कहाँ जाने भनेर उसको भरमा हिँड्यौँ हामी ऊ पनि अगाडि भागिरह हामी तिनजना ढिलुन्थ्यो थ्याङ्क यू गाइस हामी बाटोमा उही फोन झऱ्यो भने मम्मीले सघाउँछ मलाई कस्तो दामी देखेँ कि उही ओइ हामी उता माथि जाने रे गाइस बिर्सिराखेँ मैले खै हट त तिमीहरू अगाडि जान्छु म ओइ फोन झर्रा डर लागेर मलाई यहाँ जे भए पनि त्यो चाहिँ फाइनली पुल तरियो हाई थाकेछ कि छैन छैन उयो कस्तो दामी है तर वा म त जे देखेँ नि वा वा भइरहेको नागढुङ्गा अरे गाइस कति गाइस गाइस गर्छ है मैले बोल्दिनँ तिम्रो घर ए यहाँ लिक होला झन् हामी सरदारको घर आइपुग्यो थाकिसक्यो मान्छे हामी कहाँ जाने 2 पाइला उकालो थियो हाम्रो हाइकिङ सुरु भयो अहिले रोडमा ठिक छ मेरो आउटफिट देखेको चाहिँ छैन गाइस मै खाने ब्रेक हाम्रो के देखा हाइकिङ जाने मान्छेलाई एनर्जी हो कि पायो है पानीको सट्टा हामी मै खान्छौँ एनर्जी ड्रिङ्क कस्तो चिल्लो भयो हामी पुगियो कति क्युट छ यो कौन हो तुम ओइ माथि आउँदो रहेछ त ओ माई गॉड भाइ कति प्रिटी छ उसको घर ऊ नि प्रिटी छ ऊ यहाँ कुकुर
हेर्दै नै हाइक सुरु भयो गाइज देखेको कि छैन अघि रोडै थियो अहिले सिडी राम्रो देखेर रहेछ भ्यू है ओके ओ कति उकालो खालो कस्तो भ्यू त दामी आइरह्यो है अघि उता देख्दा राम्रो थियो दामी भन्नु खोजे के भने मेरो मुख हाम्रो हालत यस्तो छ हामीले सिडी चान्देको बिचारी कस्तो दामी छ तर गाइज रेस्ट टाइम रातो बिरो भएर हामी दुईजना रात्रै अरू पार्टीहरू कहाँ अल्झिरहेको थाहा होइन ओइ रातै देखेछ यार रेस्ट इन पिस बोल्यो भित्र रेकर्ड गर्न पाउँदैन फोटो सेसन सक्यो हाम्रो अब खाजा खाने गाइज हाम्रो खाजा म यो साउन्ड त हटाउँछु त्यही नि यो निकाल न साथीहरू फोटो सेसन चल्दैछ हाम्रो यो ठाउँको नामै बिर्सिन्छ यार मैले त गुफा चाहिँ हो के को गुफा तर राम्रो छ है यो ठाउँ आनन्दको तपाईँहरू पनि आउनुहोस् होला हेलो गाइस आइडिया छैन रेकर्ड गरेको थिएन गाइज उसको हेर न कपाल कति लामो छ हेयर केयर टिप्स चाहिन्छ भने कमेन्ट बिलो उसले दिन दिँदैन त्यही नि हेलो गाइस हामी अब फर्किँदैछौँ सुषमा खै रुका त्यो के उसके के अरे गोल्डन आवरको के है मेरो एउटा फोटो खिच्दैछु गाइज भ्यू हिँड्न सके पो कस्तो क्यामेराले जस्टिस गर्दैन के भाइ दामी देखिरहेको देख्न त ओके केही छैन स्कुल बसमा लिफ्ट भनिदेऊ त हामी के यस्तो बिजोग के अरे स्कुल बसमा लिफ्ट मागेर आएको क्या हामी
यत्रो बाटो हिँड्नु परेन ओ माई गॉड भेरी लकी ओके हामी त्यहाँ भिडियो गरेर नबस्या भए भेट्दैन थियो रहेछ राम्रै हो बाई बाई